Hello everyone, welcome to my channel. New day, new vlog. New जोडले सबैलाई म चाहिँ धेरै म चाहिँ भ्लग गर्दै छु। मेरो फोन बिग्रिरहेको थियो कि त्यो कारणले गर्नु भएको थिएन। अनि आज चाहिँ हामी धापासी काममा आएर पनि लानको काम चाहिँ होस् भइसक्यो। यहाँबाट माथि जानुपर्छ। सेटिङ सिम्पल छ आज खास चाहिँ त्यति धेरै सेटिङ छैन। सेटिङ चाहिँ यस्तो छ है। यहाँ चाहिँ मैले डिस राखेर चम्चा प्लेटहरु मिलाइसके। यस्तो छ ठाउँ यस्तो छ। यहाँ बसेर खाने। अनि यो भन्दा माथि चाहिँ किचन छ। माथिबाट खाना उसाल्नुपर्छ। अहिले काम सुरु भइसक्यो। तपाईहरुलाई हल क्याटिन चाहिएमा प्लिज हामीलाई सम्झिनु होला। मैले कन्ट्याक्ट नम्बर छोडिदिएको छु, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो छ ठाउँ चाहिँ। माथि चाहिँ किचन भइहाल्यो। यता चाहिँ किचन छ। यहाँ यस्तो छ। स्विमिङ पुल पनि छ। ठाउँ यति राम्रो हो कि कुरै छोडौँ। काम चाहिँ अहिले सुरु भइसकेको छैन। अब एकछिन 1:30 बजीतिर स्न्याक्स सुरु हुन्छ नि पछि बेलुका डिनर सुरु हुन्छ। यहाँबाट माथि चाहिँ कौसी हाम्रो आन्टीहरुको भाँडा धुने ठाउँ छ। यहाँ माथि चाहिँ यस्तो छ। पुष्पास चल्दै हो। चाहिँ कौसीबाट जस्तो छ यहाँको भ्यू चाहिँ। कस्तो राम्रो छ ठाउँ त हेर्नु न। ल है गाइस अहिले ल अब यति नै। मैले पछि अब काम सुरु भएपछि देखाउँछु। भ्याए भने देखाउँछु, नभए भने त लास्टमा अन्तिममा हो। यति साह्रो घाम चर्केको छ नि साथीहरु। काम गर्न नै सकेला जस्तो छैन गर्मीले। कस्तो गर्मी बढ्यो आज भोलितिर काठमाडौँतिर। त्यता कस्तो छ हजुरकोतिर? तलतिर झरेकोमा चाहिँ अल्छी लागेर काम सुरु भएन त के गर्नु अल्छी लाग्छ। यस्तो रहेछ। ठाउँ त कस्तो राम्रो के। उहाँमै म चाहिँ शेर्पाहरू होइन। शेर्पा बस्ने घर त छुट्टै राम्रो हुने के। यहाँबाट छ त बाहिर निस्किँदो रहेछ जस्तो छ। यसो डुल्नु पर्यो। अल्छी लाग्यो नि त हो साथीहरूको। काम चाहिँ अब 1 बजेतिर सुरु हुन्छ। 1:30 बजीतिर। अहिले चाहिँ हाम्रो कोही पनि आइपुग्नु भएन। क्या दामी दामी। वाउ कति राम्रो देखेको हो आज त। के हो मेरो क्यामेरा राम्रो भयो के हो साथीहरु। बास्केटबल खेल्ने ठाउँ पनि रहेछ। झन्डाहरु साह्रो राम्रो हो त ठाउँ त। हेर्नु नि त्यो फुलहरु कस्तो राम्रो राम्रो चाहिँ बनाएर आयो। तर फुलहरु चाहिँ अलिकति अथवा काँडाले बज्यो डरायो। कस्तो राम्रो ठाउँ नि। यही आउने बाटो रहेछ नि यो पनि। यहाँबाट नै आउनु मिल्दो रहेछ। यति राम्रो हुन्छ कि शेर्पा जातको बस्ने ठाउँ चाहिँ। गाइस अब चाहिँ हाम्रो खाना रेडी भइसक्यो। मैले चाहिँ स्न्याक्सको देखाउनै पाएन हतार भएर। यहाँ चाहिँ खाना रेडी भइसक्यो। जेएम भन्ने चाहिँ हाम्रो साउको नामहरू दुईजना साउको। अनि यहाँनिर रोटी आउनु भएको छ यहाँ चाहिँ। अनि काउली पनिर मसरुम चिकन रोस्ट आइसक्यो। अचारहरू भइहाल्यो। यता डेजर्टको आइटम छ। यहाँ चाहिँ पोर्क तावा छ। यो गाजरको हलुवा भइहाल्यो। अहिले रसभरी आउँछ। हो रातिको 8:30 भइसक्यो साथीहरु। सुरु भएको छैन। यस्तो मस्त पारामा बस्दै हुनुहुन्छ उहाँहरू चाहिँ है। सुरु हुने नामो निशानै छैन। स्न्याक्समा देखाउन पाएन। सरी त्यसको लागि है। हाम्रो यो चाहिँ मेथीको अचार यो भयो। मिक्स अचार रसियन सलाद छ है। क्याटिन चाहिएमा हल चाहिएमा प्लिज कन्ट्याक्ट गर्नुहोस्। हामीलाई सम्झिन सक्नुहुन्छ। मजा अब एकैचोटि प्याकिङ गरेर घर सर जाने बेलामा देखाउँछु साथीहरु हजुरहरूलाई। यस्तै भइरहेछ है। माथितिर लाग्यो है साथीहरु। के गर्नु नि कामको ठेगान छैन। सुनसान भइसक्यो। यस्तो छ। यता पनि सबैजना बसिराख्नु भएको छ नि। यो फुल कति राम्रो देखेको। हेर्नु नि त्यहाँ
सबजना बसी हुनुहुन्छ। अब सबैजना बिजोक सुरु नभएर फाइनली गाइस हाम्रो चाहिँ काम सकिएर पनि सबै डाङडुङ उठाएर पनि यहाँ सामान लिन आउनु भइसक्यो। त्यहाँ गाडीमा सामान लोड हुँदैछ। ल अहिलेलाई यति नै। अब अर्को भिडियोमा भेटौँला है।